अब पुराङ भन्ने गाउँतिर जाँदैछु। तल देखिएको छ, माथि हेली पनि आएको रहेछ। यो पुराङ गाउँ हो। तल त्यो ताल देखिएको छ, त्यहाँ पुराङ गाउँ पनि घुम्न जाँदैछौँ। हेरौँ त्यहाँ गएर कस्तो छ, सबै कुरा त्यहीँ देखिने छ। अब पुराङ गाउँ आइपुग्न लागि बारी रहेछ, खोला। अनि यही खोला गएर यहाँ जम्मा बना रहेछ ताल चाहिँ। घोडाहरू चढ्दैछन्। यहाँ देखिरहेछ ताल, अलिकति पुराङ गाउँको ताल। राम्रो रहेछ, सानै भए पनि। यहाँ सानो पोखरी, अनि यहाँ तल चाहिँ ताल रहेछ। पुराङ गाउँ। पानीको लेउ जमेर यस्तो भयो। पुराङदेखि माथि देखिने यस्तो देखिन्छ। काठको सानो पुल बनाएको रहेछ यो। म यो पुल तरेर जाँदैछु। हेट धमिलो बनाएछ। अघि त पुरा निलो राम्रो ताल थियो, गाडी आएर खतम भयो। ओह, ताललाई धमिलो बनायो। ओइट, यो पुराङको ताल हो। तालतिर जाँदैछु। यहाँ तालमा जाने बाटो रहेछ, तर भर्खरै अहिले गाडी गएर यो धमिलो बनाएछ ताललाई। पुराङ गाउँ सानो देखिएको छ। अब उता भित्र कस्तो छ भने पुराङ गाउँ चाहिँ हामी नजिक आइपुग्यौँ। पुराङ गाउँ चाहिँ यो गाउँ पुराङ गाउँ। अब यो गाउँमा पुगिन्छ, यताबाट गएर यसरी पुगिन्छ। अब पुराण गाउँमा आइपुगेको छ। यो स्याउको रुख देखिरहेछ, अनि यो चाहिँ पिपलको रुख हो। लोकल गाई
एउटा यहाँ उभिरहेछ मजाले चरिरहेछ। अब त्यो भित्र चाहिँ गाउँ छ, हामी जाँदैछौँ पुरानो गाउँ। पुरा झरी झरी रहेछ। रुखहरूको बिचबाट भइरहनु पर्दो रहेछ। रुखहरूको चाहिँ भित्र पुरानो गाउँ देखियो। यो पुरानो गाउँ भन्ने रहेछ। यो पनि पुरानो बस्ती रहेछ यहाँ। यहाँ चाहिँ घोडा खच्चरहरू बाँध्दो रहेछ यहाँ पुरानो घर। यस्तो पुरानो गाउँ पनि अघिको गाउँ जस्तै रहेछ। यो पनि पुरानो बस्ती रहेछ। गाई गोरुहरू भेडा बाख्राहरू उल्ने ठाउँ। पुरानो गाउँ पुरानो बस्ती यो पनि। ए दाजु कता जाने हो तपाईँ? दाजु कता जाने हो तपाईँ? जानु जानु तपाईँ। रहेछ एउटा यता जाने, एउटा यता रहेछ। अनि मेरो विचारमा यहाँ चिन्ह लगाएको छ। यो यता चाहिँ हुनुपर्छ, तर हामी यता गाउँ घुम्नको लागि यता पनि छिर्नु पर्यो। यो पुरानो घरहरू, पुरानो बस्ती, पुरानो भन्ने गाउँ आइयो आज चाहिँ। बस्ती पुरानो बस्ती छ। पुरानो घर पुरानो बस्तीहरू। पुरानो घर पुरानो बस्तीहरू छ। पुरानो गाउँ रहेछ। के अरे हाम्रो रिया पुनेहरूलाई चिन्नुहुन्छ? हाम्रो रिया पुनेहरूलाई चिन्नुहुन्छ? पुरानो बस्ती। के पुरानो बस्ती? रिया त यहाँ धुम्को हो नि त। फेरि यताबाट पऱ्यो कि त्यही भएर। ओहो पुरानो गाउँहरू। मान्छे छैन, चापी लगाएर छिर्ने भनौँ न, अन्डरग्राउन्डबाट सुरु अन्डरग्राउन्डमा छिर्दैछौँ। कता हो फेरि? यताबाट होला, त्यता यतै होला, यही होला हो। यहाँबाट मान्छे हिँड्दो रहेछ, बाटो भेट्छ होला। यही होला, यही ल, यही हो, यही हो। सबै रुखको बिकहरूले पुरा राम्रो गाउँ देखिन्छ। पुरानो पुरानो घरहरू नै छन् यहाँ पनि। त्यहीबाट ल पुराङ गाउँ पनि हेरियो।
पुरानो बस्तीहरू यो सानो बस्ती पुरानो गाउँ रहेछ। अब यहाँदेखि अब अन्तै लाग्नु पर्नेछ। यस रमाइलो रहेछ, पुरानो बस्ती, पुरानो गाउँ, अनि एकदमै शान्त वातावरण, निकै रमाइलो रहेछ। रुखै पुरा त्यो भएको छ त यो त। बाढ बन्धन